अहिले सागा दावा चलिरहेको छ, तर तपाईँको मनमा एउटा प्रश्न उठिरहेको होला, किन सागा दावा महिनामा गरिएको एउटा राम्रो कर्म हजारौं गुणा फलदायी मानिन्छ? भगवान बुद्धले भन्नुभएको थियो, मन नै सबै कुराको मूल हो, र यही शिक्षासँग सागा दावाको गहिरो सम्बन्ध छ। तिब्बती बौद्ध परम्परा अनुसार यही पवित्र महिनामा भगवान गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको विश्वास गरिन्छ। त्यसैले यसलाई वर्षकै सबैभन्दा पवित्र समय मानिन्छ। यही कारणले सागा दावालाई पुण्यको महिना पनि भनिन्छ, जहाँ दान, करुणा, प्रार्थना, ध्यान र सत्कर्महरूको फल सामान्य समयभन्दा धेरै गुणा बढ्ने धार्मिक विश्वास छ। तर यसको अर्थ कुनै जादु वा चमत्कार होइन। बुद्धको शिक्षा अनुसार कर्मको मूल्य त्यसको पछाडि रहेको मनसायमा निर्भर हुन्छ। जब मानिसले लोभभन्दा उदारता, घृणाभन्दा करुणा र स्वार्थभन्दा दयालाई रोज्छ, त्यही नै वास्तविक पुण्य हो। त्यसैले सागा दावाको समयमा धेरै मानिसहरू जीव हत्या नगर्ने, दान गर्ने, गरिब तथा आवश्यकतामा परेकालाई सहयोग गर्ने, प्रार्थना र ध्यान गर्ने प्रयास गर्छन्। सायद सागा दावाको वास्तविक सन्देश यही हो कि संसार बदल्ने शक्ति कुनै ठूलो चमत्कारमा होइन, एउटा सानो राम्रो कर्ममा लुकेको हुन्छ। किनभने कहिलेकाहीँ एउटा सानो दयालु कार्यले पनि कसैको सम्पूर्ण जीवन उज्यालो बनाउन सक्छ।